गाइज गुड मर्निङ सबैजनालाई भेरी गुड मर्निङ ह्याप्पी सन्डे। आज हामी जाँदैछौँ पिकनिक। कहाँ हो त्यो भन्नु सक्दैन भनिदिइहालेँ ल त गाइज उहाँ कस्तो के हुन्छ गएर देखाउँछौँ हामी है। बाई बाई। सब शाखा बोगी चाहिँ गाइज हामी कि म बुझान के हुन्छ। हामीले ब्रेकफास्ट लिएरै गएको थियौँ बिहान उहाँ खाने भनेर, किन्तु यहाँ सबैले भोक लाग्यो भनेर हामीले खायौँ यहीँ होटेलमा एउटा रोकाएर। हामीले ब्रेडहरू अन्डा बोइल गरिदिएको थियौँ। चिया खानेले चिया, दुध खानेले दुध खाएँ, मैले चाहिँ दुध खाएँ। अनि यहाँ रस्तामा हामीले मासु लगेको थिएनौँ र मासु लैजान्छु भनेर किन्नलाई सुँगुर खाने सुँगुर, ब्रोइलर खाने ब्रोइलर छ र त हामीले सुँगुरको मासु त लिएको थिएनौँ, ब्रोइलर पनि मासु त कुनै लिएको थिएनौँ। हामी यहीँबाट उमराङ्सो मार्केटबाटै लिने भनेर नि आएको हो र हाम्रो बहुत दूर पर्छ नि त, त्यही लागि हामीले उमराङ्सो मार्केटबाट सुँगुरको मासु खोज्दै हिँड्दैछौँ सधैँ सूरज से बनाए था कि हम ही नाचे था तब वीडियो बना खाली लालटिना कोइने नखाबे। এটা কি কইছে উমরাংশ বাজার? হ্যাঁ সুরজ, এটা উমরাংশ বাজার। पीस तो कोटे लगेगा। पिस तो चाहिए। पीस तो देने बेसी हुन्न दिदी कहाँ हुन्छ हौ? कति जना छ? 7 जना। 7 जना कम्ती আমি ইমান রাইখছ না নাই দেখো एले खाना বুয়াটো আছে 2-3 জন আছে 6 জন হে अन्त हेरो सर 200 ग्राम बेसी लगाइदिन्छु हा ओके यी हामी मासुरी लिएर अब हिँडेको पुग्नै आँट्यौँ। उमराङ्सो मार्केटबाट त 10-15 मिनट 10 मिनट जति लाग्दो रहेछ र हामी लगभग ढुक्यौँ अब हामी मेन जग्गामा। हेर्नु न वाउ कस्तो राम्रो, म त कहिले आएको थिइनँ, फर्स्ट टाइम हो, बहुत राम्रो। उमराङ्सो ओए पूरा स्लैट बना त ना दिले वैसे आगे फोन आयो सबले लेत्रा छ ना ए दुबी अरे एकदम दुकान बाइक पर हो गया कैसे पानी भी केने का पुरा खानाका जल्दी तयारी हुँदैछ। सबैजनालाई बहुत भोक लागेको छ। त फास्ट खानासाना पकाएर अनि आरामसे खाइयो गरेर अनि घुर्ने भिडियो बनाउने फोटो मार्ने जे गर्नेहरू, त्यही लागि हामीले फटाफट खाना चाहिँ बनाउनलाई तयारी गर्दैछौँ। कसैले मासु कसैले माछा, त्यस्तरी अब सबैले भाग बनाउँदैछौँ। पिकनिक आएको छौँ त्यसरी नै खाएको इन्जोय, त्यही नै मजा नि त गाई। मेरो साथी नै केटीले चाहिँ मासु पकाउँदैछ ब्रोइलर, मेरो चाहिँ अर्को मासु पकाउने ट्रान हो र अरूले सलाद बनाउँदैछ नि, म पनि त्यसलाई हेल्प गर्दैछु। उसले बनाइसकेपछि म बनाउँछु नि, अरूले चाहिँ भात पकाउने, सब आफ्नो काम हो। त बहुत मजा लाग्दैछ गाइस। पुरा खाना पनि रेडी भयो गाइस। अब खानासाना जल्दी खाएर अनि हामी पनि फोटोहरू खिच्न भिडियोहरू बनाउन लाग्नु पर्यो गाइस। भन्नु पर्ने नि त, म त लागिएछ फुटबल पल्टनत गएछु जङ्गलरी बोले कम्फर्टेबल छैन। जुध कारगिल त जाब जुध कम्फर्टेबल छैन एकदम। नाउँमा उठ्ने भनेर बोर्डिङ गर्ने भनेर हामी सबैजनालाई सेफ्टीको लागि सबैले लगाइहाल्यौँ ड्रेस र अब हामी सबै ग्रुप जति आएको छ ड्राइभर उठेको छैन ड्राइभर उठ्यो अरे गाडी त गयो त नि
यति मजा लागेको गाइस यति नै मजा लागेको फर्स्टमा त मलाई बहुत डर लागेको थियो सबैले मलाई हेरेर हाँसेका कि म बोलेको डराएको देखेर र पछि त मलाई जब नाउ चल्न थाल्यो मलाई यति नै मन पर्यो यति नै खुसी म वा नाम्नु मन थिएन त्यहाँ टाइम हामीले अझै एकबार घुराउँ न भनेर भने चाहिँ नेपाली हुनुहुन्थ्यो र चाहिँ तर घुरा मन छ क्या अरे एक बार घुराइदिनु न अरे एक बार घुराइदियौ न उसका मालिक है उससे पूछना पड़ेगा अरे एक बार ऐसे नहीं माना झूठ जबरदस्ती करके आए बोलो हामीको सब घुराइ भयो गाइस बहुत राम्रो लाग्यो बहुत इन्जोय गर्यौँ बहुत खुसी लाग्यो र आशा गर्दछु हजुरहरूले पनि मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला अरू माया गरिदिनु होला गाइस ल तपाईहरु पनि जानु यो जग्गा उमराङ्सो हो गएको जानु भएको छैन जानु भयो भने त जानु भयो नगएको मान्छे जो हुनुहुन्छ मेरो भिडियो हेर्नुहुन्छ भने हजुरहरू जानु बहुत राम्रो पाउनुहुन्छ बहुत मनबाट खुसी लाग्छ गाइस मनबाट खुसी लाग्छ यस्तो नि राम्रो जग्गा छ यति नै राम्रो जग्गा छ अब जान आँटेको गाइस हामीहरू पिकनिक हाम्रो खत्तम अब सब पैकिङ रेडी कोही फोटो उठाउने फोटो कोही भिडियो उता फोटो न उठाए एटू की बात उठाबो मन फोटो